हेलो नमस्ते, म सेफ कृष्ण। आज चाहिँ यो भिडियो चाहिँ मलाई सजेसन दिनेहरूको लागि बन्दैछ है, ध्यान दिएर सुन्नु होला। मलाई धेरैजना त नभनौँ, केही जनाले चाहिँ मेरो पर्सनालिटी, मैले काम गर्ने स्टाइलहरूको बारेमा कतिजनाले, सबैले नभनौँ, कतिजनाले चाहिँ एकदम डट्टी कमेन्टहरू गरेको देखेँ। भाइ, त्यो डट्टी कमेन्ट गर्नेवाला भाइले सुन, ध्यान दिएर। भाइ, मलाई नसिकाऊ हाइजिनिङको बारेमा ल। हप्तामा एक फेरा नआएर कृष्णलाई हाइजिनिङको बारेमा नसिकाउँदा हुन्छ प्लिज। मैले त्यो तपाईँको प्रोफाइल पनि हेरेँ, कस्तो छ प्रोफाइल। टोइलेट गरेर टोइलेटमा पानी नहाल्ने त्यस्तो भाइहरूले मलाई कमेन्ट गरेर सुहाउँदैन, सिधै कुरो ल। म कसरी हिँड्छु, कसरी काम गर्छु, मेरो त्यो भिडियो बनाउने बेला जस्ट भिडियोको लागि मेरो नेट क्याप हटाइएको हुन्छ नै भने एनी टाइम म आफ्नो हाइजिनिङ मेन्टेन गरेर काम गरिरहेको हुन्छु। अनि अर्को कुरा, धाबामा काम गर्ने धाबे सेफ पनि भन्छ कतिजना। अरे भाइ, म्याटर गर्दैन धाबामा काम गर्छ कि, होटलमा काम गर्छ कि, 5 स्टारमा काम गर्छ कि, मिसन स्टारमा काम गर्छ कि, त्यो म्याटर गर्दैन। स्किल्स म्याटर गर्छ क्या, स्किल्स हेर। त्यो सबजनाले भनेको नै 1-2 भाइहरूको लागि है, जसले मलाई कमेन्टमा आएर प्यार कमेन्टहरू गरेको हुन्छन्, बुझ्यो नि। त्यही भएर मेरो कामलाई हेर ल। मैले अहिले 14-15 साल भइसक्यो काम गर्दै गरेको, र मैले तिमीहरूले भन्ने त्यो धाबामा गर्छ भन्नेहरू भाइहरूले याद राख कि मैले जस्तो काम गर्ने, धाबामा काम गर्ने, मैले गरेर आएको ठाउँको धाबामा काम गर्ने भाइ सेभहरू, या मसँग मेरै ब्याचका थुप्रैजनाले आफ्नो करियरलाई डिजर्भ गरेर एउटा अहिले लग्जरी लाइफ जिइरहेको छ ल। र यो मेरो पर्सनालिटी, मैले लाउने, मैले खाने, मेरो आफ्नो गेटअप, आफ्नो पर्सनालिटीको बारेमा नि नजानु क्या। मेरो काममा जानु, काम हेर्नु। अहिलेको डेटमा म च्यालेन्ज गर्छु दिल्ली एनसीआरमा काम गर्ने या इभन इन्डियामा काम गर्ने जो कि डिम्समवाला सेफ हो या ओकवाला सेफ हो, या त फेरि तपाईँको सुसी इभन किन नहोस्, म च्यालेन्ज गर्छु क्या, होइन कि प्रोपर उनलाई चाहिँ तिनै सेक्सनको चाहिँ प्रोपर काम आउँछ। डिम्सम आउँछ भने सुसी आउँदैन, सुसी आउँछ भने ओक आउँदैन। तिनीहरूले मलाई कमेन्ट गरे हुन्छन् कि यो भएन, त्यो भएन, तेरो कपाल किन पालेको, होटल लाइनमा कपाल पाल्न दिन्छ र यस्तो उस्तो भन्छ। त्यो म्याटर गर्दैन। कपाल पाल्ने, कसरी मेन्टेन गर्ने भन्ने कुरा चाहिँ मेन हो क्या। त्यही भएर कतिजनाले मलाई त्यो कमेन्टमा आएर प्यार गरेको, फेरि पनि मैले त्यसमा ब्याड कमेन्टको रिप्लाई चाहिँ दिएको छैन, होइन। मलाई त्यसको रियाक्सन चाहिँ दिन नपरोस्, होइन प्लिज। त्यो रवि लामी छाने दाइले भन्छ नि मजाले, हो त्यस्तो तरिकाले नभन्नु परोस्, होइन। मलाई यो जात्रै होइन, धेरै दिनदेखि हेरेर आइरहेको छु। भित्र प्रोफाइल हेर्छु, प्रोफाइल हेरेर चेथ्या कपडा लगाइरहेको छ, 10 दिन ननआएको जस्तो खुज्रू पर बसिरहेको छ। तिनले मलाई कमेन्ट गरेर चाहिँ हाइजिनिङ भएन, यस्तो भएन। प्लिज सबैजनालाई भने, होइन म धेरैजना भाइहरूलाई रेस्पेक्ट पनि गर्छु, होइन। सिक्नुपर्छ, अगाडि बढ्नुपर्छ, तर सिक्ने ठाउँमा यो होइन कि त्यो मान्छेलाई चाहिँ बिना मतलबमा चाहिँ क्यार त्यो डिमोटिभेट गर्ने खालको कमेन्टहरू नगर भाइ, प्लिज। बरु भिडियो नहेर, होइन, केही फरक पर्दैन। हेर्नेले हेरिरहेछन्, सिक्नेले सिकिरहेछन् ल। मैले कोसिस गरिरहेको हुन्छु, राम्रै गर्ने कोसिस गरिरहेको हुन्छु। यस्तो भएन रे, हाइजिनिङ भएन रे, उस्तो भएन रे, के भनेको छ, नचाहिँदै। मलाई चाहिँ यो धेरै दिनदेखि वेट गरेर यो भिडियो बनाएको, मलाई चाहिँ खासमा नराम्रो लागेर कतिजनाले मलाई अलिकति नराम्रा खालका कमेन्टहरू गरे भएर बनाएको। धाबामा काम गर्ने रे, यताउता। तेरो दाइले भाइ धाबामा काम गर्ने भए पनि लाइफ सेटल गरिसक्यो, लाइफ सेटल गर।